आदरणीय दर्शकवृन्दमा तपाईँलाई धेरै धेरै स्वागत छ। नमस्ते मिडिया एचडी फेसबुक पेजमा। आदरणीय दर्शकवृन्द, आज भने मैले तपाईँलाई विशेष गरी पूर्व सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङको विषयमा आज कुरा गर्नेछु। र आदरणीय दर्शकवृन्द, केही समय अगाडि जुन पृथ्वी सुब्बा गुरुङले जुन सञ्चार मन्त्री हुँदाखेरि उहाँले जुन सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु भएको थियो र सोही प्रतिबन्ध लगाए बापत देशमा यो विगत जुन एउटा ठुलो दुर्दशा आइलाग्यो कि जेनजीहरूले ठुलो विद्रोह गर्यो। त्यसपछि देश जुन ठुलो एउटा भड्खालोबाट भर्खरै मात्रामा फेरि निरन्तर अगाडि विकास हुने सिलसिलामा छ। र आज भने पृथ्वी सुब्बा गुरुङले एक पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभएको छ, जसरी भए पनि जुन मेटाले नेपालमा दर्ता गर्नुपर्छ, यदि दर्ता भएन भने पनि र पछि जसरी भए पनि यो सामाजिक सञ्जाल जुन दर्ताको दायरामा आउनुपर्छ, यदि आएन भने पनि हामी जसरी भए पनि यो सामाजिक सञ्जाल बन्द गर्छौँ भनेर उहाँले भन्नुभएको छ। र आउनुहोस् त एकैछिन हामी सुनौँ है त। त्यो पर्सीले गर्दै मैले खोल्नु पर्यो, होइन खोल्नु पर्यो, कुनै न कुनै दिन यो फेरि बन्द गर्नुपर्छ।